यो चन्द्रगिरीमा बाटो हुँदै हिँडेर आएको त्यहाँ बीचमा चाहिँ ढोक्सा थाप्दा रहेछ हेर्नु तपाईहरुले। यो बाटो त तपाईहरुको यो चन्द्रगिरी हिल्स यो केबल कार चार सुरु भन्नुभन्दा अगाडि हामीले हिँडिराखेको बाटो हो। त्यो तपाईहरुले बनाएको बाटो पनि होइन। त्यहाँ बाटो राखेर गार्ड राखेर एकजनाको यहाँबाट चाहिँ यो जंगलमा छिरेको 100 रुपैयाँ तिर्छ भनेर 100 रुपैयाँको रसिद तिरेर अनि छिर्नु पर्यो। हजुर के गरे हजुर? यस्तो सोझा साझा जनतालाई यसरी लुट्न पाइन्छ प्रभु? यो त पाप लाग्छ हजुर, अन्याय भयो त यो त। म सञ्चारकर्मी पनि हो, म अनिरुद्ध मिडियाको सञ्चालक हो हैन सर। म आफै आएको त्यहाँबाट, मैले त्यो भोगेर रसिद मसँग छ। त्यसपछि यहाँ आएको, यहाँ चाहिँ एकजना बहिनीसँग कुरा भयो। त्यसपछि यहाँ एकजना हाम्रो यहाँको इन्चार्ज सर हुनुहुँदो रहेछ। उहाँलाई के हो सर यस्तो भनेपछि दुखेसो गरेपछि मैले गरेर हुँदैन यो, ल म बरु हजुरलाई मलाई लिएर जानु भनेको थिएँ। उहाँले फोन लगाइदिनु भयो, उहाँलाई धन्यवाद छ धेरै धेरै। अब यसरी सर्वसाधारण चाहिँ यो चन्द्रगिरी हिल्सले लुट्ने कहिलेसम्म हजुर? मेरो यो पैसा मैले फिर्ता पाउने कि नपाउने हजुर? त्यहाँबाट त हिँडेर आउने मान्छे टन्नै छन्। भगवानको दर्शन गर्न आउनेलाई तपाईहरु ढोक्सा थापेर पैसा उठाउने हजुर? हजुर जहाँ भए पनि मेरो यो रसिदको क्यास पैसा तपाईले फिर्ता गराइदिनु पर्यो। सुन्नु न, हजुरको शुभ नाम सर? यो हजुरको प्रोपर्टी होइन हजुर, यो तपाईहरुले भाडामा लिएको यो नेपाल सरकारको प्रोपर्टी। तपाईहरुले लिनु भन्दा अगाडि